नमस्ते, म डाक्टर नम्रता प्रधान, कन्सल्टेन्ट साइकाइट्रिस्ट एट रिदम हस्पिटल। आज हामी डिमेन्सियाको कुरा गरौँ। यहाँले याद गर्नुभएको होला, यदि तपाईँको यहाँहरूको घरमा 60+ को पेरेन्ट्सहरू हुनुहुन्छ भने बिस्तारै मान्छेहरू एज हुँदै गइसकेपछि के हुन्छ भने हाम्रो ब्रेन फङ्सन डिक्रिज हुँदै जान्छ। जति ब्रेनलाई युज गर्यौँ त्यति त्यो हष्टपुष्ट, जति ब्रेनलाई युज गरेनौँ त्यति त्यो ब्रेन सुक्दै जान्छ। जस्तै ओखर हैन, हष्टपुष्ट यङ ओखर एकदम राम्रो देखिन्छ, तर एज हुँदै गइसकेपछि त्यो ओखर सुक्दै जान्छ। हाम्रो ब्रेनको स्ट्रक्चर पनि त्यस्तै हुन्छ। आफ्टर 60 बिस्तारै ब्रेन फङ्सन, ब्रेन सेल्सहरू चाहिँ डेड हुँदै जान्छ, डिक्लाइन हुँदै जान्छ। एज अ रिजल्ट यहाँहरूले कति नोटिस गर्नुभएको होला, यहाँको पेरेन्ट्सहरूमा फर इक्जाम्पल अलिक मेमोरी प्रब्लम्सहरू आउने, चस्मा कहाँ राख्यो बिर्सिने, चाबी कहाँ राख्यो बिर्सिने, औषधि खाएको बिर्सिने, मान्छेको नामहरू बिर्सिने, इभेन्टहरू बिर्सिने, हैन, पर्सनालिटी चेन्ज भएको देख्नुहुन्छ। एकदम इरिटेबल हुने, गाली गरिहाल्ने, झर्किहाल्ने, रिसाएर ठस्केर बस्दिने, हैन, त्यस्तो पनि एकदमै धेरै देखिन्छ। यो भनेको डिमेन्सियाको स्टार्टिङ त होइन। यसलाई कन्सिडर गर्नुभएको छ कि छैन? किनकि यदि यो डिमेन्सियाको स्टार्टिङ हो र तपाईँले यसलाई टाइममा टेक केयर गर्नु भएन भने डिमेन्सियाको एन्ड पोइन्टमा त उहाँहरूले तपाईँलाई पनि त बिर्सिनुहुन्छ।